श्रावणको तेस्रो हप्ता लागिसक्यो अनि मलाई हजुरहरूलाई मेरो मनमा लागेको एउटा कुरा भन्न मन लाग्यो। हरेक वर्ष श्रावण लाग्न साथ धेरैजनाले उसले चुरा किनिदिन्छ अथवा कसैले मलाई गिफ्ट दिन्छ कि भनेर पर्खिरहनुहुन्छ। तर साँच्चै भन्नुपर्दा आफ्नो मन परेको चुरा किन्न कसैको पर्खाइ किन गर्ने? कसैले माया गरेर गिफ्ट दियो भने त्यो आफ्नो ठाउँमा धेरै राम्रो कुरा हो, तर किनिदिएन भन्दैमा श्रावण नै फिका बनाउनु त पर्दैन नि। त्यसैले म पनि आफै चुरा किन्न गए अनि हेर्नुस् न, पसलमा छिरेपछि त एउटा डिजाइन हेर्दै बसे। हरियो गोल्डन स्टोन भएको के रहेछ। चुरा हेर्दा हेर्दै एकछिन त बेहुली हुँदा कुन डिजाइन लगाउँदा राम्रो देखिएला भनेर त्यो पनि सोच्न थाले अनि के ट्राई गर्न थाले। त्यसपछि फेरि आफै हाँसो लाग्यो। अहिले त श्रावणको चुरा किन्न आएको, म त सिधै बिहेको तयारीमा पुगिसकेछु। अन्त्यमा मन परेको डिजाइन रोजे, किने अनि लगाउँदा एकदमै खुसी लाग्यो। साँच्चै भन्नुपर्दा चुराको मूल्य भन्दा पनि त्यो लगाउँदा आएको खुसी बेग्लै थियो। कसैले किनिदियो भने अझै राम्रो, तर नकिनिदिए पनि आफ्नो खुसी आफै रोज्न सक्नु पनि त एउटा खुसी नै हो। अब तपाईहरुलाई एउटा प्रश्न, तपाईको चुरा कसले किनिदिनु भयो कि आफै किन्नु भयो? कमेन्टमा भन्नुहोस् है त। अनि मैले यो चुरा कहाँबाट किनेको होला कमेन्टमा आफ्नो गेस पनि गर्न नबिर्सिनुहोस्। ल, सबैलाई शुभ श्रावण। हरियो चुरा लगाउनुहोस्, रमाउनुहोस् अनि आफ्नो खुसीलाई कहिले पनि पर्खाइमा नराख्नुहोस्। बाई।